Hello and namaste. You are watching Yours Media and this is Yours Review with Lakshman Sir Rajdub. दर्शकबिन नेपाली पत्रकारिता क्षेत्रमा एकदमै राम्रो नाम कमाइसके पश्चात नेपाली राजनीतितर्फ प्रस्थान गर्दै पहिलो प्रतिनिधि सभा सदस्य चुनावमा नै जित हासिल गरेर उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद सम्हालिरहेका रवि लामिछानेको नागरिकताको विवादमा सर्वोच्च अदालतले उहाँ प्रतिनिधि सभा सदस्य हुन अयोग्य छन् भनेर फैसला सुनायो। त्यसपछि उहाँले सम्पूर्ण पदहरूबाट त्याग पनि दिनु पर्यो। यसलाई धेरै मान्छेहरूले चाहिँ ठिक छ कानुनको एकदम राम्रो जित भयो भनेर विश्लेषण गर्यो भने धेरै मान्छेहरूले चाहिँ देश बनाउन लागि परेको एउटा उदाउँदो सितारालाई फसाउन खोजियो भनेर पनि विश्लेषण गर्यो। तर एउटा आम नागरिकले यसलाई कसरी लिन्छ, यसको बारेमा के सोचेको छ भन्ने कुरा चाहिँ आज हामी जान्नेछौँ। सो लेट्स फाइन्ड आउट योर्स रिभ्युज। एक त उहाँले गल्ती गर्नुभएको हो, सानो गल्ती हो होइन, त्यसमा पनि होइन तपाईँको चाहिँ नि न्यायाधीशहरूले त्यसलाई सच्याउनु पनि सक्थ्यो, राज्यले पनि सच्याउनु सक्थ्यो सानो कुरामा होइन, हो कि भन्नुहोस् होइन। अनि अब उहाँले चाहिँ सानो गल्ती गरेको उसमा चाहिँ उहाँले त्यति सजाय ठुलो सजाय पाउनुभयो होइन। अब चाहिँ चुनाव लड्दै हुनुहुन्छ, फेरि चाहिँ अब नागरिकता लिँदै हुनुहुन्छ होइन, फेरि आउनुहुन्छ, यही नै भन्न चाहन्छु। अनि यस्तो हुन्छ, अब रवि लामिछाने एउटा सञ्चारकर्मी मात्रै भएको भए अरू सामान्य मान्छे मात्रै भएको भए यति साह्रो हुने थिएन होला। अनि अब माथिल्लो तहमा एकैचोटि जुन फड्को मारे त्यो भएपछि शान्तिने कुरो सबैले हेर्छन्। अब त्यो सामान्य कुरो थियो, उहाँले आएर चाहिँ आफ्नो उताको जुन अमेरिकन नागरिकता त्यागेपछि त्यो नेपाल लिने कुरामा सामान्य एउटा फर्म भरेर बुझाइदिएको भए यो समस्या आउँथेन होइन। अब त्यो सानो गल्ती गर्दाखेरि अब ठुलो पोस्टमा एकैचोटि पुगेपछि त्यो सबैले सानो कुरो हेर्ने हुन्छ, त्यसको उपज हो यो। त्यो पनि सामान्य उहाँले अब आज भोलि गरेर लिनुहुन्छ होला नागरिकता, त्यसपछि सामान्य प्रक्रियामा आउँछ। यो सामान्य कुरा हो यो। अब फेरि चुनाव लड्नुहुन्छ, जित्नुहुन्छ, फेरि आउनुहुन्छ। यसमा चाहिँ गल्ती चाहिँ कसको? गल्ती त रवि लामिछानेकै भयो देखियो नि त, किन कानुनभन्दा माथि कोही पनि हुँदैन। कानुनको पालना सबैले गर्नुपर्छ होइन र। त्यो भएकोले अब सानो कुरो उहाँले गरिदिएको भयो समस्या आउँथेन। उहाँको अलिक थोरै दम्म जस्तो पनि देखेँ मैले सानो। अब यो सबै जनता मेरो अघिपछि छन्, मैले जे हुन्छ भने यस्तो एउटा दम्म पनि देखेँ। त्यो भएर थोरै गल्ती उहाँकै हो, कानुनभन्दा माथि कोही हुन्न। अब कानुनले फैसला गरेपछि मान्नुपर्छ उहाँले भन्ने कुरा हो। मेरो विचारमा दुईटैजनाको गल्ती देख्छु। रवि लामिछानेले पनि आफ्नो प्रक्रिया पुरा गरेर सबै उसले पनि नथाहा पाएको त केही थिएन होला कानुन सम्बन्धी, एउटा पत्रकार हो उहाँ पनि होइन। तर उहाँले सबै प्रक्रियाहरू पुर्याएर सबै गरेर उहाँले आफूमा बलियो भएर अगाडि बढेको भए यो स्थिति आउँदैन थियो। तर सरकारको पनि यसमा गल्ती छ, त उहाँलाई उम्मेदवार दिनु र उहाँको पार्टी दर्ता गर्नुमा सरकारको पनि ठुलो हात छ र यो दुईटैजनाको गल्ती देखिन्छ। अलिकति उहाँको रवि लामिछानेजीको गल्ती जस्तो लाग्छ। अब उहाँले अब नेपाली नागरिकता बनाएर राम्रै हुन्थ्यो, तर उहाँको त अहिले राम्रो जस्तो लाग्थ्यो, राम्रै गर्ला जस्तो लागेको थियो। तर उहाँको अचानक त्यस्तै ऊ भएर उहाँको कारणले गर्दाखेरि सरकारले अलिकति के अरे कानुनले पनि त्यस्तो देखाए। त्यो सर्वोच्चले पनि त्यहाँ अब हुन त राजनीतिको कुनै मिस पनि होला, राम्रो मान्छे अलिक माथि जान नदिने हो कि पनि शङ्का लाग्छ। यसमा चाहिँ भन्नुपर्दा अब सबैको गल्ती देखिन्छ। अब एउटा विदेशी मान्छे हो भने उसलाई चुनाव पार्टी खोल्न किन दिइयो, त्यत्रो न्युज ब्रोडकास्टिङ खोल्न किन दिइयो, यत्रो समय भइसक्दा पनि। अनि त्यसपछि फेरि पार्टी गठन गर्न दिइयो, पार्टी दर्ता भयो, संसद उठ्न पायो। यदि त्यो उहाँले चुनाव हारे भए यो कसैले उठाउँदैन थियो, उहाँको सवालै उठ्दैन थियो। यस्तो धेरै अरू पनि धेरै छन्। अब उहाँलाई जितेपछि यस्तो आयो, आखिर उहाँले नागरिकता दिनु नै पर्थ्यो, उहाँ नागरिक हुँदै हुनुहुन्थ्यो। आज तैपनि आज नागरिकता त पाउनुभयो। अब यसमा चाहिँ सबै पक्षको गल्ती छ। अब उहाँ नागरिक हुनुहुन्न थियो भने उहाँलाई चाहिँ यत्रो पनि नेपालको अब एउटा सार्वभौम संसदमा नि लग्यो। यदि गल्ती थियो भने सबैले कारबाही हुन्छ, सबैले स्वीकार्नु पर्यो होइन भने उहाँलाई माथि एउटा अन्याय पनि भएको रूपमा लिन सक्छ। अब एज अ कमन म्यान होइन, हामीले धेरै कुरा भन्न त मिल्दैन, किनकि अब सर्वोच्च अदालतले नै भनिसकेपछि मैले तपाईँले भनेर हुने केही पनि होइन होइन। सर्वोच्च अदालतको कुराहरूलाई चाहिँ मैले नमान्ने भन्ने कुरा नि त हुँदैन। त्यसमा आज मैले रवि लामिछाने भनेर मस्ती मेरो मान्छे अथवा मलाई मनपर्छ भन्नेमा
यो मतलब यो फैसला नराम्रो भन्यो भने भोलि अर्को कुनै नेतालाई पर्दा अथवा कसैलाई यस्तो उहरू के अरे यस्तो आदेश देखाउँदाखेरि मैले फेरि त्यसलाई पनि विरोध गर्नुपर्छ नि त हो त्यो कुराले चाहिँ एउटा जस्तै एउटा कमन मान्छेलाई जस्तो खालको कानुन लाग्छ नि त्यो कानुन एउटा हाम्रो नेपालको गृहमन्त्रीलाई पनि लाग्छ एउटा हाम्रो नेपालको नेतालाई पनि लाग्छ प्रधानमन्त्रीसम्मलाई पनि लाग्छ है भन्ने हाम्रो देशको कानुन कतिको बलियो छ भन्ने कुरा पनि देखायो एउटा कुराले चाहिँ होइन र त्यही भन्दै गर्दाखेरि जस्तै जुन कुरा जस्तै रवि लामिछाने लाग्यो नि यस्तो यस्तो केसहरू त अरू धेरै नेताहरूलाई छ नि त अरू कति नेताहरू कोही मान्छे मारेर माथि पोस्टमा पुगिरहन् कोही कसैलाई जलाएर माथि पोस्टमा पुगिरहन् कोही कसैलाई धोका दिएर अथवा हुन्छ नि विभिन्न केसहरू छ नि त हाम्रो नेताहरू तिनीहरूलाई चाहिँ यो केसहरू किन लाग्दैन जस्तै जसरी रवि लामिछानेलाई लाग्यो नि हो त्यस्तै यो केस चाहिँ अरूलाई किन लाग्दैन अरूलाई किन यसरी छानबिन हुँदैन भन्ने कुरा पनि छ होइन त्यति नै हो मेरो भनाइ चाहिँ अब गल्ती त खै सरकारकै जस्तो लाग्छ मलाई होइन किनभने अब उहाँलाई पहिला किन त्यसरी उमा लगियो त सरकारमा किन लगियो एकैचोटि गृहमन्त्रीमा किन लगियो त्यति बेला पनि त छानबिन गर्न सक्थ्यो होला नि त त्यति बेला छानबिन नगरेर अहिले आएर उसलाई माथि पुर्याएर गृहमन्त्री पुर्याएर अनि तल झार्नुको अर्थ के हो त अब उसैको केही ऊ गर्न खोजेको होला जस्तो पनि लाग्छ मलाई अब उसको नागरिकता छैन भन्ने त सबैलाई पहिला पनि थाहा थिएन र अनि कि फेरि अब रवि लामिछाने पनि एकैचोटि फेरि किन जानुभयो त्यसरी मेरो छैन भन्ने त उहाँलाई पनि थाहा थियो होला फेरि होइन फेरि उहाँले पनि मेरो नागरिकता छैन भन्ने सबैलाई थाहा थियो ल पहिला चाहिँ एकैचोटि गृहमन्त्रीमा लैजाने अहिले आएर फेरि एक महिना 1.5 महिना नहुँदै फेरि तल झारेर उसको केही छैन भन्ने त्यसमा त अलिकति राम्रो लागेन खै के हो यसमा सो तपाईँहरूले सम्पूर्ण महानुभावहरूको रिभ्यू सुन्नु नै भयो कतिजनाले चाहिँ रवि लामिछानेको पक्षमा बोल्नुभयो भने कतिजनाले चाहिँ सरकारको पक्षमा बोल्नुभयो र कतिजनाले मिक्स रिभ्यू दिनुभयो दुवैको गल्ती छ दुवैलाई कानुन लाग्छ दुवै एज अ सिस्टममा रुल अनुसार जानुपर्छ भनेर भन्नुभयो तर तपाईँहरूको चाहिँ प्रतिक्रिया यसबारेमा के छ भनेर तल कमेन्टमा लेखेर भन्नुहोला र यस्तै अन्य प्रश्नका साथ अन्य महानुभावहरूको प्रतिक्रियाको साथमा हामी फेरि आउने नै छौँ त्यति दिनको लागि हस्त नमस्कार